हेर्नुहोस् है साथीहरू, हाम्रो फुपूले यहाँ अनार ल्याउनु भएको अरे। अनार फुटाएर हेर्दाखेरि चाहिँ खै देख त, यो अनारलाई चाहिँ अलिक खुन कमी भएको रहेछ। यो अनारलाई चाहिँ खुन चाहिँ हामीले दिनुपर्ने रहेछ। यहाँ मेरो फुपू हाँसेर हाँसेर यस्तो हुनुभइसक्यो। ठुलो त के गरेर ल्याउनु भएको अरे? ठुलो देखेर ल्याएको अरे, भरे त ब्लड त उसलाई चाहिने रहेछ। ब्लड त हामीले पो उठा त्यसलाई ब्लड। हाम्रो त ओपोजिटिभ हो भाइ, सबैलाई लाग्छ अब यसलाई पनि घोचाउनु पर्ने रहेछ। यसलाई पनि दिनुपर्ने रहेछ है। छैन खुन त, खै देख न त, खुन देखाउनु यसको। छैन खुन त, एउटा पनि छैन। फ्लेभरको लागि मात्रै नि, अब के गर्नु, फ्लेभरै सोच्नु पर्यो नि। के बनाउनु ल्याउनु भएको अरे? यो मैले आइसक्रिम बनाउनु आँटेको। यहाँ आइसक्रिम बनाउनु आँट्नु भएको अरे। म्याङ्गो ल्याउनु भएको छ, तर यसमा चाहिँ यस्तो निस्क्यो हो। म्याङ्गो त ठिकै छ हो, म्याङ्गो काटेर हेर्नु त, म्याङ्गो पनि कस्तो छ भित्र। म्याङ्गो बाहिरबाट त यल्लो छ, भित्रबाट वाइट छ नि मारे फेरि। त्यही त, फेरि म्याङ्गो पनि फेरि त्यस्तो पो हुन्छ है। तर अब त सिजन हो, नहुनु पर्ने हो। ल ल ल ल, म्याङ्गो चाहिँ ठिक रहेछ। दामी रहेछ, दामी। म्याङ्गो चाहिँ ठिक रहेछ। यहाँनिर अलिकति कालो कालो रहेछ, त्यो चाहिँ काटेर फ्याँकिदिँदा हुन्छ। ल, म्याङ्गोले चाहिँ अलिक आश देखायो है, नत्र यसले त छैन।